यीशु हाम्रो निम्ति निर्स्तार चाडको बलिदान हुनुभएको यथार्थता फेक रियालिटीलाई अथवा उहाँको बगाउनु भएको रगतले हाम्रो क्षमा गरेको सत्यताको स्मरण गर्ने विधि हो। किन प्रभु भोजको सेडो हामी प्रस्थानको पुस्तकमा पाउँछौँ। किन यीशु ख्रीष्ट निस्तार चाडको बलिदान स्वरूप होइन, एउटा छाया। उहाँ 2000 वर्ष अगाडि मर्नुभयो, तर त्योभन्दा अगाडि लगभग 2000 वर्ष अगाडि नै मिश्रमा परमेश्वरले निस्तार चाडको स्थापना गर्नुभयो। जुन चाडले चाहिँ के हुन्थ्यो त, विश्वास गर्नेहरूलाई चाहिँ बचाउँदथ्यो त्यो चाडमा। किनभने उहाँ परमेश्वरले आज्ञा गर्नुभएको थियो, तिमीहरूले के गर त, एकदमै निष्खोट पाठालाई थुमालाई मार, त्यसको रगत तिमीहरूको ढोकाको चौकसमा लगाऊ। जब मृत्युको दूत आउनेछ त्यो रगत देखेपछि त्यसलाई चाहिँ के गर्नेछ, पास ओभर गर्नेछ, त्यसलाई चाहिँ छोडिराख्नेछ। तर जसको त्यो चौखटमा रगत देखिँदैन त्यस घरको चाहिँ हरेक जेठो छोरो चाहिँ मर्नेछ। जेठो छोरो मात्रै होइन, पशुमा पहिलो ब्याएको मलाई कुखुरा त चल्लामा कुन जेठो हुन्छ, अन्डाबाट पहिलो निस्केको होला, त्यो पनि जानेछ। अनि विश्वाससँग सबैले लगाए। जब मृत्युको दूत आयो अनि उसले हेर्दाखेरि यहुदीहरूको घरहरूमा के थियो, त्यो रगतको चौखटमा लगाएको देखे। अनि तिनीहरू स्वर्गदूतले तिनीहरूलाई छोडिदियो। तर हरेक मिश्री परिवारको जेठो छोरो मर्यो, राजाको छोरो युवराज पनि मर्यो। त्यहाँ रुवाबासी मर्छ। आज बाई फेथ होइन, ओबिडियन्स एन्ड फेथ के गर्दैछौँ हामी पनि, यीशु ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो अनि उहाँको रगत हामी माथि लगायौँ। किनभने उहाँले हाम्रो लागि बगाउनु भएको रगतलाई हामीले मेरो उद्धारको लागि एउटा स्वीकार्यौँ। अब मृत्युको स्वर्गदूतले के गर्छ त, हामी माथि हाम्रो कमन लाइफ देख्दैन, उसले परमेश्वरको जीवन हामीमा देख्छ। तपाईँले आफूलाई हेर्नुहोस् त, परमेश्वरको जीवन तपाईँभित्र छ? तपाईँलाई लाग्दैन होला त्यस्तो। किन बाइबलमा जति पनि इटर्नल लाइफ तपाईँको नेपाली बाइबलमा अनन्त जीवन रहेछ। त्यो इटर्नल लाइफ पनि होइन, अनन्त जीवन पनि होइन, त्यो जोय लाइफ हो। ग्रिक भाषामा जोय लाइफ, गड काइन्ड अफ लाइफ हो। त्यो परमेश्वरको जीवन कस्तो छ त्यो लाइफ हो, त्यो अनन्त जीवन। त्यो भन्नु अब भन्दा ठुलो हुन्छ भनेर, अब गड काइन्ड अफ लाइफ होइन, जतिले विश्वास गर्छ त्यसले परमेश्वरको जस्तो जीवन पाउनेछ। त्यो डिस्क्रिप्टिभ भयो, त्यो परिभाषक भयो। त्यसरी राख्न लामो हुने भएको कारणले छोटकारीमा अनन्त लगायो। त्यो वास्तवमा त्यो अनन्त होइन, त्यो इटर्नल होइन, त्यो गड काइन्ड अफ लाइफ हो, त्यो डिस्क्रिप्टिभ मिनिङ। तर के हो त, हामीसँग इङ्ग्लिसमा एउटै शब्द छ इटर्नल, नेपालीमा एउटै छ अनन्त। त्यस कारण सजिलोको लागि अनन्त जीवन र इटर्नल लाइफ राखेको। तर हुनुपर्ने चाहिँ के हो त, गड काइन्ड अफ लाइफ, परमेश्वरको जस्तो जीवन, जोय लाइफ हो त्यो। त्यस कारण तपाईँले पढ्नु, जति पनि जोय लाइफ पढ्नु भने त्यहाँ परमेश्वरको प्रकारको जीवन हुन्छ। किनभने जब हामीले यीशुलाई विश्वास गऱ्यौँ, उहाँको बलिदानको कारण हामीले गड काइन्ड अफ लाइफ पायौँ, परमेश्वरको प्रकारको जीवन। अहिले तपाईँ र मसँग परमेश्वरको जस्तो जीवन छ, त्यो जीवन हामीसँग छ। हामी मरेर अनन्त जीवन पाउँदैनौँ। येशूलाई विश्वास गर्दा नयाँ गरी जन्म्यौँ हामी परमेश्वरको परिवारमा। त्यो दिनदेखि हामीसँग परमेश्वरको प्रकारको जीवन छ। तर परमेश्वर प्रकारको जीवन किन हाम्रो जीवनमा अहिले शक्ति र सामर्थ्य र प्रभावमा बाहिर आउँदैन भन्दा हामी यो मासु र रगतको खोलभित्र पसेका छौँ। अनि हामीसँग सेन्स नलेज छ, हामीसँग प्राण छ। अनि हामीले जबसम्म प्राणलाई आत्माको अधीनमा राख्न सक्दैनौँ तबसम्म परमेश्वरको प्रकारको जीवन सामर्थ्य र शक्तिमा अनि अनुग्रह र वरदानमा बाहिर प्रकट हुन सक्दैन। त्यसले हामीलाई जितिरहेको हुन्छ। त्यसै कारणले तपाईँ र मैले परमेश्वरको वचन अनुसार आज्ञा पालन गरेर जिउन आवश्यक पर्छ। त्यस कारणले गर्दा हामीले बाइबलमा के पाउँछौँ भन्दाखेरि, हेर्नुहोस्, कुनै पनि सुसमाचारमा बाइबलको कुनै पनि पुस्तकमा
कुनै कुराहरू बारम्बार बार बार दोहोरिन्छ भने तपाईँले त्यो महत्त्वपूर्ण भनेर बुझ्नुपर्छ। प्रभु भोज तीनवटा सुसमाचारमा दोहोरिन्छ, यूहन्नामा बाहेक। तर यूहन्नामा प्रभु भोज भयो, तर यूहन्नाले प्रभु भोजलाई भन्दा पनि ख्रीष्ट यीशुले बोल्नुहुने कुरालाई पहिलो महत्त्वमा राखेर त्यो प्रभु भोजको एउटा नक्सा दिएर, होइन, माथिल्लो कोठाको, होइन, अप्पर रुम डिस्कोर्स भनेर त्यहाँ 12, 13, 14, 15, 16, 17 अध्यायसम्म माथिल्लो प्रभु भोज पछाडि अरू सुसमाचारले प्रभु भोजलाई महत्त्व दिएर त्यो प्रभु भोजको बारेमा दिन्छ। तर आफ्टर प्रभु भोज के भयो भन्ने कुरा हामी जान्दैनौँ। 81 उनीहरू किद्रोन खोल्सामा गएको अनि गेत्समनी बगैँचा प्रार्थना गरेको मात्र दिन्छ। तर यूहन्नाले चाहिँ प्रभु भोज पछाडि के भयो भन्ने कुराहरू डिटेलमा प्रभु येशूको बानीहरू 13, 14, 15, 16, 17 तीनवटा अध्यायमा उसले लेख्छ।